घरमा थियो कि अनि त्यही भएर म चाहिँ कहाँ हुन्छ मैले दुईजना नाची पनि फोटो खिच्दैछु। हाई एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। हजुरहरूले मेरो नयाँ ब्लगमा स्वागत छ। अनि ऊ चाहिँ मेरो साथी हो। हेलो एभ्रिवान, मेरो नाम चाहिँ सुश्री लिम्बू हो। अनि ऊ चाहिँ भर्खरै दमकदेखि आइपुगेको। अहिले लगभग 2 बजिसक्यो। अनि आज चाहिँ हामी क्याफे जाँदैछौँ। क्याफे 77 जाने भनेर प्लान चाहिँ गरेको छौँ। अनि यो प्लान चाहिँ हाम्रो अहिले सुश्रीले प्लान गरेको है। अनि सुश्री चाहिँ दमकमै थियो नि त। अनि सुश्रीले प्रीति हामी क्याफे जाउँ न भन्यो, त्यही भएर ऊ फटाफट आयो। अनि हामी रेडी भएर हिँड्न लागेको। अनि हामी चाहिँ यहाँनिर अब हिँड्न लागेको है। त्यही माथि यहाँ भाउजूले पुरै क्युटवाला कपमा चिया लिएर आउनु भएछ। अनि हामी चाहिँ खाँदैछौँ। अब चिया खाएर जाने हो। सुश्री खाऊ छिटो छिटो। ओइ कस्तो मिठो छ नि। कस्तो छ टेस्ट गर त। मिठो 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 साह्रै मिठो। अनि हाम्रो भाउजूले चाहिँ चिया चाहिँ एकदमै मिठो बनाउनुहुन्छ। अनि म चाहिँ सिक्दैछु चिया बनाउनु। हाम्रो भाउजूले चाहिँ मिठो बनाउनुहुन्छ नि। म चिया त पत्ता हो। अब तिमी भोलिसम्म बसेको भए सुश्री चाहिँ आजै फर्किन्छु भन्दैछ नि त। अब भोलिसम्म बसेको भए चाहिँ म कोरियन कफी बनाएर खुवाउँथेँ। तर हाल्छु म। ओए तर आज घाम पनि राम्रो छैन है। भ्लग राम्रो आउँदैन होला। सुश्री नै यस्तो ढिलो आएर नि। ओए खाइसकेको म खाएको छु। सुश्रीले यार के साह्रो ओए पिम्पल आइरहेछ मेरो निधारमा देख्यौ टल्किरहेछ नि। सुश्री यति ढिलो गर्छ नि गाइज, के भन्नु। मेरो साथी यति ढिलो गर्छ नि। 12 बजी नै तिमी दमक गरेर हिँडेको भने होइन। आइपुगेको 2 बजी। 12 बजी हिँड्नु। 12 बजी हिँड्दामा आइपुगेको। भन न, म पनि भाउजूको घरमा थिएँ नि त। भन न यार म पनि भाउजू घरमा थिएँ कि अनि त्यही भएर म चाहिँ भन त के भन्नु। तर सुश्री पनि डाइरेक्ट घरदेखि आएको चाहिँ होइन, ड्युटीबाट। तिमी भाउजूकोमा गएको थियौ। त्यहाँबाट डाइरेक्ट आएको कि अनि त्यही भएर मलाई ढिलो भयो। म ढिलो आउँदाखेरि चाहिँ यो निसाइरहेछ ढिलो भयो भनेर। तर हामी ढिलो पनि जान चाहिँ सक्दैनौँ। ल अब सुश्री चाहिँ फर्किन्छु पनि भन्दैछ। त्यही भएर हामी चाहिँ अलिक छिटो गरौँ है सुश्री। ओके ल अनि हामी चाहिँ अब यो देखाउँ न कसले दिएको भन्ने सोध्दैन सुश्री। कसले दिएको खै यो मेरो रुममा थियो। यो आफै आइरहेको थियो। अनि म चाहिँ अब योसँग फोटो खिच्नु पऱ्यो भनेर चाहिँ लिएर जान आँटेको। कसैले दिँदैन त के गर्नु। अब यो चाहिँ मैले आफै किनेको है मेरो लागि। सेल्फ लभ। ल सेल्फ लभ गर्नु पऱ्यो नि त। सुश्री यो लानुपर्छ है हामी फुल। लियो न लियो त्यो झोलामा हाल न। गाइस म चाहिँ रेडी भएर निस्किसकेँ। अब सुश्री चाहिँ यता वासरुम गएको छ। अनि म चाहिँ यहाँ आउटफिट चेक गर्छु भनेर। हजुर लगाइदिएको छु त म्यासेन्जरमा। छ्या के तर्सिने गरेर आउनुहुन्छ हौ। यति साह्रो तर्सिनु पर्ने नि। यहाँ म आउटफिट चेक गर्छु है। आउटफिट जाउँ है। अब चाहिँ हामी हिँडेको सुश्री पनि रेडी भइसक्यो। अनि म पनि ओए पछाडि यो चप्पल फाटेको छ नि हेर न। हुन्छ चेतेको जस्तो ऊ निस्केको छ नि त कुनै हुने। यस्तो ठुलो पिम्पल आइरहेको छ यहाँनिर। ओए अब हामी कहाँसम्म अटो हिँडेर जानु। क्या त बिटामा चाहिँ 77 कहाँ छ र त्यही खै त नि। अहिलेसम्म हामीलाई चाहिँ क्याफे कहाँ छ पनि थाहा छैन। अटो त आइरहेको छ एउटा। साथीहरू हामी चाहिँ अहिले हिँड्दै जाँदैछौँ। अनि अटो चाहिँ यहाँ अलिक भित्रभित्र चाहिँ अटो पाउँदैन नि त। त्यही भएर हिँडिरहेको छौँ। अब चाहिँ हामी अटोमा चढ्न लागेको। तर अब हामी कुन क्याफे जाँदैछौँ भनेर त्यो लोकेसन हामीलाई थाहा नै छैन। ओइ तिमीलाई थाहा छ? थाहा छैन क्या। अब के गर्ने। अनि हामीले चाहिँ लोकेसन पनि थाहा छैन नि त। अनि हामी चाहिँ हिँडेरै जाँदैछौँ। अब अटोमा सोध्नु माथि अटो त आउँदैछ तर जान्छ होला त। अटो पाइसक्यौँ। सोध न ओइ। 77
कुन ठाउँ है कुन ठाउँ छ त्यहाँ सुश्रीले लोकेसन हेर्दैछ हेर्न छिटो यो ठाउँमा भन्नु त म पुरै अब लोकेसनै थाहा नभइकन ल थ्याङ्क यू दाइ हुन्छ ल हामी त अर्को कुन ठाउँ जाने भनेर सोचिरहेको थियौँ तर हामी कुन ठाउँ आयौँ अहिले अब यहाँ त गएर के गर्नु होला सुसी हामी खानुपर्ने हो कि फोटो खिच्नुपर्ने ल गाइज हामी चाहिँ अर्कै ठाउँ आइपुग्यौँ है यहाँनिर कहाँ अरे है लोटसमा यस्तो छ खानेकुरा चाहिँ मिठो पाउँछ फर्स्टमा खानेकुरै फर्स्टमा खानेकुरै पाउँछ ओके कोही छैन त खाली छ त अनि अब यहाँ बसौँ न यहाँनिर है कस्तो राम्रो छ नि त ए हो ए हुन्छ के भन्दा अलि हल्लिन्छ ए हुन्छ कता बस्छौँ त यहीँ बसौँ न है यहाँनिर क्या तिमी के खान्छौ अब यहीँ बस्नु यहाँ उता पर पस्दा हुन्छ ल अनि यत्रो ठुलो छ त्यहाँनिर लाइट हो दुईजना मात्रै छौँ त हामी यत्रो ठाउँमा यत्रो ठुलो स्पेसमा सुश्री र म भर्खर त आइपुगेको कहाँ हुन्छ सुश्री चाहिँ जहिले पनि भेट भएपछि फोनमै बिजी हुन्छ हजुर म चाहिँ यहाँनिर खाजाको लागि हेर्छु ए ल भर्खर आइपुगेको यहाँ लेट्स गो हामी चाहिँ फोटो खिच्न माथि जाँदैछौँ यो फुल चाहिँ रुमैदेखि बोकेर आएकै हामीले चाहिँ तर म यहाँ त आएकै थिइनँ है सुश्री अनि म चाहिँ आएको छु फर्स्ट टाइम ए यस्तो रहेछ नि त वाउ कस्तो राम्रो हामी चाहिँ सुश्री र म चाहिँ फर्स्ट टाइम हो यहाँ आएको अनि त्यही भएर हामीलाई थाहा थिएन कि यता माथि यस्तो रहेछ सो ए ऐना पनि छ ए ऐना पनि रहेछ त सुश्री हेलो गाइज हाम्रो सुश्रीले चाहिँ भन्दै थियो यहाँनिर बत्ती हुँदैन लाइट हुँदैन भनेर होइन तर होइन रहेछ यता हो त फुल चाहिँ यो चाहिँ भेट्यो नै त्यसोमा घुमौँ न थाहा पाएको तिम्रो ट्रन यहाँ लाइटमा जस्तो दामी आउँछ
सुश्री चाहिँ यहाँ बिजी छ गाइस के गर्दैछ त्यो चाहिँ नसोधौँ होला कस्तो दामी लाइटिङ छ भने नि हेलो गाइज आज चाहिँ हामी म चाहिँ प्रीतिको ब्लगमा भन्नु गाइज आज चाहिँ हामी खासमा क्याफे 77 जान लागेको थियौँ तर हाम्रो चाहिँ एक्कासी लोकेसन चेन्ज भयो किनभने हामीले त्यो क्याफे 77 को लोकेसन एक्ज्याक्ट लोकेसनै थाहा भएन नि हामीले त्यो एक्ज्याक्ट लोकेसन थाहा नभएर चाहिँ हामी लोटसमा आयौँ तर हामीलाई थाहा थिएन कि यहाँनिर यस्तो लाइटिङ पनि छ भनेर अनि त्यही भएर चाहिँ हामी चाहिँ यहाँ घुमिवरि दुईजना नाचिवरि फोटो खिच्दैछौँ हामी त यहाँनिर मोज गरिरहेको छौँ होइन कोही मान्छे नै छैन हौ यहाँनिर त्यही भएर यता घुम्यो सुश्री यता घुम्यो सुश्री एकछिन न हामीले फुल देखेर बस्नु होला नि होइन के गर्नु गाइस यहाँ चाहिँ प्रीति देख्न सक्नुहुन्छ सुश्री ओइ अझै फोटो खिच्ने त लास्ट लाइक फुल पनि बोक्नु होला नि तिम्रो मेरो यो क्यामेरा पक्रेको के एडिट गरेर अनि त्यसरी यस्तो टाइपको भिडियो बनाइदिनु अरे हो सुश्रीलाई यस्तो खालको भिडियो बनाउनु पर्ने रहेछ सुश्रीलाई लु देऊ न त फुल बोक्छ होला नि तिमी के भिडियो बनाइदिनु ल अब दुइटै बनाइदिनु फोटो दुईवटा राम्रो आएको छ उसले त्यहाँ भन्दा बेसी मेरो चाहिँ एउटा पनि फोटो राम्रो आएको छैन त्यही त त्यहाँ भन्दा कति राम्रो आउनु पऱ्यो उसको झन् भिडियो कति राम्रो आउँछ अहिले झगडा हुन्छ होला सुश्रीको ल गाइस अब हामी चाहिँ फाइनली निस्क्यौँ फोटो खिचेर जाउँ जाउँ ल यता चाहिँ यस्तो रहेछ यता चाहिँ के रहेछ सुश्री रुम हो अब स्पा पनि रहेछ त जाउँ सुश्री ल बाई बाई यो ठाउँलाई जाउँ सुश्री जाउँ हेलो गाइज बनाइदेऊ ल म भ्लग बनाउँदै आउँछु ओके आयो सास आयो यार यहाँ आएर त कस्तो भएको हुन्छ नि साथीको फोटो खिच्दाखेरि प्रीति अब त तिम्रो सुनाम त यहाँ ए अब यस्तो गर्नुपर्छ 1 2 3 अब 3 चोटि अझै गरौँ ओ माई गड के होला नि यस्तो भरे जोड्नुपर्छ क्या त्योमा गाइज हामीले चाहिँ मिल्कसेक मात्रै अर्डर गरेको किनभने यहाँ रेस्टुरेन्टमा चाहिँ हामीले मनपर्ने चिज एउटै रहेन रहेछ अनि सुश्रीलाई पनि सेम मेरो पनि सेम अनि हामी चाहिँ किमा नुडल्स खान चाहिँ बाहिर जाउँ है सुश्री ओके सबैलाई खानु चटपटी त्यो अघिको दाइकोमा खानुपर्छ कस्तो मिठो पाउँछ ओके ल अब चाहिँ हामी चाहिँ फुल पनि हाल्यौँ झोलामा ओ एकछिन ऊ हाल्यौ तिमीले ओइ कहाँ जानु किमा नुडल्स खानु जाउँ कि नजाउँ यहाँनिर यहाँ ल गाइज हामी चाहिँ निस्किसक्यौँ अब फेरि यहाँ फोटो खिच्नु पर्दैन वाउ लु म जान्छु ल अँध्यारो आउँछ क्या कसो गर्ने हौ यस्तो गर्नुपर्छ क्या
नि गाइस होइन यसो गरौँ होइन यसो गरौँ होइन अनि त्यसपछि क्यामेरा क्लिक गर्नुपर्छ होइन अनि छिटो कुदेको अनि त्यो जोडेर हाल्नुपर्छ होइन नभरेको गर्दा हुन्छ क्या यसो गर न भन्छु यसो गर्नु अनि त्यसपछि ट्याक्क त्यसपछि काट्ने अनि भरे फेरि एकचोटि यसो गर्ने अनि भरे हाल्ने क्या बुझ्यौ बुझ्यौ ल अब भयो अब लास्ट मलाई घुमाउँछु कि तिमी घुम्छ तिम्रोमा यसो ब्याग छ भने कुद्दै कुद्दै ल अब यसो गर्नु ए उ त 1 2 3 पछि अब एउटा अब यस्तो अब यहाँ जाउँ यहाँ सिधै गाइज हामी चाहिँ फर्किँदैछौँ अब हामी चाहिँ ऊ माथि चाहिँ चटपटे मिठो पाउँछ कि एक ठाउँ दाइकोमा अनि त्यहाँनिर खाएर जाने ल ओके ए किमा नुडल्स अब कहाँ पाउँछ तिमीलाई थाहा छ अब हेरौँ हामी चाहिँ किमा नुडल्स खान्छौँ कि खाँदैन त्यो चाहिँ थाहा छैन चटपटे चाहिँ हामी खाने हो गिलो चटपटे खानुपर्छ त्यहाँ चाहिँ मिठो हुन्छ तिमीलाई मनपर्छ गिलो चटपटे मनपर्छ ओइ कस्तो राम्रो रियली कहाँ आज नसोचेको ठाउँमा आएर चाहिँ होइन अस्तिदेखि होइन म यहाँ लोटसमा कि म लोटसमा आउँछु भनेर चाहिँ सोचेको थिइनँ कि त्यो चाहिँ अचानकको डिसिजनले गर्दा आइयो कोही मान्छे पनि थिएन हो हामी दुईजना मात्रै फेरि अन्त छक्क नि यता कुद्यो दुईजना उता कुद्यो दुईजना दुईजना कुदेको छ होइन फ्रीले दियो भए पनि फ्री माथि त्यो सिसामा चाहिँ मजा आयो क्या हामी अन्न त अरू बेला त मान्छे कति हुन्छ नि भिडाभिड हुँदाखेरि त अनि के अरे पालो पालो भिडियो र फोटो खिच्नु पर्ने हुन्छ अन्त आज त हामी त मजाले भिडियो बनाउनु चाहिँ पाइयो हाल्यौ हाल्दै यहाँ वाइफाई अफ गरिहालेको सुश्रीले अघि हालिसकेको छ कस्तो छ मिठो लाग्यो चटपटे मिठो छ